पाटनमा चक्कु प्रहारबाट दाजुभाइको ज्यान गयो। काठमाडौँ पाटन कृष्ण मन्दिर परिसरमा भएको एक दुखद घटनामा 2 दाजुभाइको ज्यान गएको छ। मृतकहरू 33 वर्षीय सुमित नेवाङ र उनका 26 वर्षीय भाइ सिर्जन नेवाङ रहेको प्रहरीले जनाएको छ। घटनामा संलग्न सञ्जीव नेपालीले चक्कु प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। गम्भीर घाइते भएका दुवैलाई तत्काल बीएनबी अस्पताल पुर्याइएको भए तापनि उपचारकै क्रममा मृत्यु भएको ललितपुरका प्रहरी प्रमुख एसएसपी होविन्द्र बोगटीले जानकारी दिएका छन्। प्रहरीले घटनामा संलग्न हुने 2 जनालाई भाग्दै गरेको अवस्थामा पक्राउ गरिसकेको छ। यो घटना कसरी भयो त? प्रहरीका अनुसार बुधबार साँझ भएको एउटा फोन कलबाट विवाद सुरु भएको थियो। एकअर्कालाई नचिनेका व्यक्तिबीच फोनमै भनाभन बढ्दै गएपछि सञ्जीवले दाजुभाइलाई पाटन बोलाएका थिए। इमाडोलबाट पुगेका नेवाङ दाजुभाइमाथि मासु पसलमा काम गर्ने सञ्जीवले धारिलो हतियार प्रयोग गरी आक्रमण गरेका थिए, जसले घटना झनै गम्भीर बनायो। यो घटनाबाट एउटा राम्रो शिक्षा के लिन सकिन्छ भने सानो विवादले पनि कहिलेकाहीँ अपरिवर्तनीय क्षति निम्त्याउन सक्छ है भनेर बुझ्न सकिन्छ। प्रहरीले यस घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।